यसो गरेको यसलाई अब 15-20 मिनट जस्तो छोपेर राखेर यो चाहिँ रिगुबाट है साउथ रिगु रङ्गेलीबाट हाम्रो अशोक निशाले पठाइदिनु भएको उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि ट्राउट साउथ रिगुमा एकदमै राम्रो फर्स्ट आएको छ। त्यहाँको स्वादिष्ट पनि छ। मैले आजभन्दा धेरै अगाडि पनि त्यहाँको टेस्ट गरिसकेको छु र आज फेरि निशाले पठाइदिनु भएछ पाकिमको गाडीमा अनि रङ्गेली टु गान्तोकको गाडीमा र यो एकदमै आभारी छु म निशाप्रति। आज चाहिँ तपाईँ हामीले यो ट्राउट एकदमै हेल्थको लागि राम्रो छ। यो ट्राउटको कसरी बनाएर खान सकिन्छ भन्ने विषयमा अलिकति यो भिडियो बनाउँदैछु। यस्तो राम्रो ट्राउट हेर्नुहोस् न, नमानौ फ्रेस हो। धेरै धेरै धन्यवाद छ। यस्तो दामी यो चाहिँ एकदमै चिप्लो हुन्छ हो। मैले झल्का धोयो। अब यो चाहिँ हामीले जानेको अनुसारै यसको धेरै प्रकारको रेसिपिजहरू पनि हुन्छ। यो चाहिँ अब सुप खानलाई एकदमै राम्रो हुन्छ। यसरी फुर्केर खानुभयो भने चाहिँ यसको चिप्लो हराउँछ। अन्त यसको यो स्केट पनि निस्किन्छ। यसको यो यसरी फुर्किनुपर्छ यसलाई। यसको यो सफा पनि हुन्छ हो। यो चिप्लो पनि जान्छ। यो सबै चिप्लो अहिले फाइनल हो। अघि एकपल्ट दिइहाल्यो। अब चाहिँ माछा सबै खुर्केर रेडी भयो। अब यो तिनटै केलाएर राख्नुपर्छ। अनि केलाउनुको लागि चाहिँ अब कतिले गिल्स पनि निकाल्छ हो। निकाल्नुपर्छ खास गरी चाहिँ यो हो। यहाँ यसरी काट्दा पनि हुन्छ, यसरी काट्दा पनि हुन्छ, यसरी चिर्दा पनि हुन्छ। अन्त हामीले चाहिँ यतिमा चिरेर निकाल्दा पनि हुन्छ। यसरी बेसी निकाल्नुपर्छ। कतिले खान्छ यो मलाई चाहिँ अलिक घिन लाग्छ। यसले के खाएको हुन्छ हो। यहाँबाट निस्किहाल्यो। यति नै यसको मैदा भनेको छ, अरू केही हुँदैन। अरू सब मासु मासु हुन्छ। यो पानी हालेर चाहिँ यो पनि निकाल्छ। यो पनि निकाल्छ। कतिले चाहिँ निकाल्दा हुन्छ, ननिकाल्दा हुन्छ। किन यसको एकदमै कम्ती हुन्छ। अरू माछा जस्तो हुँदैन। हामी चाहिँ निकाल्दैन। मजाको पाउँछ बनाउनु, सजिलो हुन्छ। दामी यसको लागि चाहिँ अब योहरू काट्नुपर्छ नि। लाग्ने छुरी छ भने यसरी काटिन्छ। टक टक काटिदिनु पऱ्यो यसलाई। यसको यो विन्सहरू हल्का यस्तो आफ्नै छुरी जान्छ। यसरी काटिन्छ हो।
यसलाई अब डल्लै उसियो नि त कतिले फ्राई गरेर पनि गर्छ यसलाई चाहिँ एकपल्ट धुनुपर्छ यहीँ हो बेसी खेलाउँछ नि कस्तो मजाले काटिन्छ चट चट 3 पिस 2 जना छ हामी हैन यति भए भयो कति फ्रेस यो केलाको यो पुच्छाहरू काट्नु मात्रै छ रोस्ट नगरी गर्छु यो रोस्ट गर्दाखेरि निकै समय लाग्न सक्छ बास त्यो टक्कै आँच पर मजाले हालेपछि लसुन हाल्ने हो प्याज र खोर्सानी सँगै हाल्नु नुनहरू कराईको भरे सुपमा अझै हाल्दा हुन्छ अब 5 मिनट जस्तो छोप्ने पाकेपछि पानी हाल्ने उमाल्ने त्यहाँदेखि माथिबाट माछा हाल्ने हेर्नुहोस् त रेसिपी मसला सिम्पल होइन केही बेसी ट्राउट भन्ने कुरा नै सुप खानको लागि हो सुपको लागि एकदमै राम्रो भक्कु सुप हाल्नुपर्छ यसलाई चाहिँ मजाले उमालेपछि ट्राउटको पिस लगाएर चाहिँ अझै उमाल्नुपर्छ यो उम्रिँदै गरेको सुपमा चाहिँ यो माछाको पिस हालिदिनु पऱ्यो यो चाहिँ एकदमै छिटो पाक्छ हो त्यही कारणले गर्दा चाहिँ यसो गरेको यसलाई अब 15-20 मिनट जस्तो छोपेर राखेर म्याक्सिमम् 15 मिनट मिनिमम 10 मिनट फाइनली रेडी भयो सुप चाहिँ यस्तो हुन्छ